सुनमा लगानी गर्न खोज्दै हुनुहुन्छ तर तपाईँ कता कता डर मान्दै हुनुहुन्छ। साँच्चै भन्नुपर्दा डर मान्नु पनि पर्छ, किनकि सुन लगाउनको लागि किन्नु र लगानीको लागि किन्नु दुई फरक कुरा हो। धेरै मान्छेहरू शेयर बजार जस्तै सोच्नुहुन्छ, घट्दा किन्छु बढ्दा बेच्छु, तर सुनमा सधैँ त्यस्तो सोच काम नगर्न सक्छ। यदि तपाईँ सुन लगानीको लागि किन्दै हुनुहुन्छ भने तीनवटा कुरा बुझ्न एकदम जरुरी छ। पहिलो, समय। सुन छोटो समयको लागि भन्दा लामो समयको दृष्टिले हेर्दा बढी उपयुक्त हुन्छ। दोस्रो, कस्ट। नेपालमा इन्भेस्टमेन्ट गोल्डको अलग सिस्टम छैन, त्यसैले धेरै जसो ज्वेलरी नै किन्नुपर्छ। त्यसैले कस्ट कम भएको डिजाइन रोज्नु राम्रो हुन सक्छ, जस्तो बेरुवा रिङ वा बेरुवा बाला हुन सक्छ। तेस्रो, खरिद र बिक्रीको भाउ। धेरै जसो कस्टमरहरूले बिक्रीलाई नै प्रफिट मान्नुहुन्छ, तर भ्यालुएसन गर्दा बिक्री भाउलाई बुझ्नु पर्छ। खरिद र बिक्री भाउ फरक हुन्छ, त्यसैले सुनमा लगानी गर्दा भाउ हेरेर मात्र लगानी नगर्नुहोला। समय र कस्ट र खरिद बिक्रीको भाउलाई बुझेर मात्र लगानी गर्दा राम्रो हुन्छ। तपाईँ सुन लगाउनको लागि किन्नुहुन्छ कि लगानीको लागि? कमेन्ट गर्नुहोला।